साथीहरु अब यहाँ चाहिँ बैगुन भर्ताको लागि तयारी हुँदैछ डिनरको लागि बनाउँदैछु हेर्दै गर्नुलाई बैगुन भर्ता बनाउन आँटेको बैगुन भर्ताको लागि मसला पनि रेडी भइसकेको छ र अब म चाहिँ बनाउन आँटेको है म चाहिँ यहाँ कराई बसाएँ अब यसमा चाहिँ म बनाउँछु अब बोक्रा फ्याक्नुपर्छ यसरी बनाउँछु बैगुन भर्ता र हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ मेरो भर्ता पनि रेडी भयो अब यो चाहिँ रोटीसँग तातो तातै खाने हो अन्त तपाईहरुले चाहिँ कसरी बनाउनुहुन्छ भन्नु होला